बाबु गेले म पनि बुढो भए हुन्थ्यो तैँले काम गर्न जाने केटो जान्छस् आगे त म जान्छु नि बा तपाईले काम खोज्दिनु अनि म गइहाल्छु नि बा ल ल त पनि तन्दरी भइस म खोजिदिन्छु काम यस्तो म खोजिदिन्छु काम त पनि तन्दरी भइस कि केटा हिँड ल कहाँ हिँड्ने मेरो पछि आज तपाईँ को भन्नु त किन आउनुभयो यहाँ मेरो केटो धेरै बिग्र मालिक यसलाई काम दिनु त के काम जाने हरे यो केटाले मैले जोत्न सक्छु हिँडेको लाउँछु अनि फेरि बाख्रा चराउँछु सबै गर्छु ओ मालिक यसले सबै काम गर्छ बाख्रा चराउँछ सबै गर्छ काम दिनु त केही छ खालि यसको लागि तिमीहरूलाई गाउँले चोर हो यहाँ अफिसमा आएर लेट गलाउँछु भन्ने हो र यहाँ त कम्प्युटर चलाउन जाने हो छ तेरो केटोले सिकिहाल्छ नि मालिक 2-4 दिनमा दिनले कम्प्युटर चलाउँछ के मैले चलाउँछु नि मालिक दिनुले काम लास्टै परिवार पाल्न धल भाउ पनि बुढा भए महिनाको 5,000 दिन्छु जा गएर कम्प्युटर चलाउने त्यहाँ हिसाब किताब गर्ने तेरोलाई है काममा केही गडबडी भयो भने कामबाट निकालिदिन्छु मैले त यस्तो हो म मान्छे यत्तिकै गडबडी हुन भएन बुझिस् केटा खै कता हो कम्प्युटर चलाउने देखाइदिनु न मैले अहिलेसम्म कम्प्युटर देखेको छैन सबै यो कम्प्युटर भनेको त के हो नि भन्नु न मलाई पनि थाहा भएन तिमीहरूलाई गाउँले चोर फाटाहरू आज तिमीलाई कम्प्युटर भन्ने थाहा छैन त्यहाँ काम माग्न आएको त यहाँ गएर गिटी बाहिलो सोर्न जाऊ भालो ल कम्प्युटर म सिक्छु ल दिन केही छैन आजको लागि यति नै अर्को एपिसोडमा भेटौँला है गाइज साँच्चै लाइक सब्सक्राइब गर्नु पनि नभुल्नु है फेरि त्यसपछि नजिकै रहेको बेल बटनमा दबाइदिनु होला Thank you for watching.